हेलो गाइस, हामी चाहिँ यहाँ धान काट्न जान लागेको है। यहाँ ढिलो भइसक्यो, उताको बाटो बिग्रियो अरे। अब यहाँ आज चाहिँ अहिलेसम्म बसेको बल देखाउनु पर्छ, तर 12 बजेको घाममा चाहिँ गाह्रै छ। यहाँ मासु खाएको बल देखाउनु पर्छ, आजसम्म बसेको बल देखाउनु पर्छ। को झोला बोक्छ? हाम्रो नानी बोक्छे। यता हेर्न, झोला को बोक्छे खेतमा जाँदा? जम्पुङ हिमाल। अनि यो चाहिँ हाम्रो सोरा भयो। यस्तो राम्रो सिन छ है। यो चाहिँ हाम्रो सोराबाट देखिन्छ। साथीहरू, अब म चाहिँ आज धान काट्न एकदम तयार छु। धान काट्नलाई चाहिँ अब भरे चाहिँ कसरी काट्छु थाहा छैन। हात काट्छ कि धान काट्छ, तर अहिले चाहिँ म एकदम तयारी छु। हाम्रो कोदो बारीमा टक्क लाएर कटुस अहिले उस भएन होला नि, किरा ला होला नि। खै एउटा चपाम यही रहेछ। किरा नलाइदिनु नि त। हाम्रो कोदोबारी कोदोबारीमा त खर्च मेरो तल जानु अनि शीतलमा राम्रो आउँछ भन्नुहुन्छ। रुगा लाएर ग्रस्त भए है साथीहरू। कोदोबारीमा चियाको बारीमा भने कोदो फुल्यो बारीमा, लरीलाई धानको बाला झुल्यो खेतैमा। धानको बाला झुलेर पनि पाकेर पनि आज हामी काट्न जान लाग्छौँ। यो चाहिँ कोदो फुल्यो बारीमा भनेर गर्न। कोदो फुल्यो चाहिँ आधा यहाँ गरौँ, आधा त्यहाँ धानको बारी। मङ्सिरमा हुन्छ कोदो टिप्ने चाहिँ। अब अहिले चाहिँ पछि समयले साथ दियो भने चाहिँ आउने हो, नत्र अब त्यस्तै हो। आजै फोटो खिचेर जानु पर्यो। ए बाटो नि के हो, गाइजहरू यस्तै हो। कोदोबारी यहाँ तल त मस्याङ पो रोपेछ। मस्या होइन, दाल हो कि के हो यो? भट्टा नि रोपेछ। हाम्रो कोदोबारी चाहिँ टक्क लगाएर यस्तो छ। अहिले त खेत खासै गर्दैन कसले नि। अनि फाइनल्ली खेतमा आइपुग्यो। धान त कति काट्छको नि, हिँड्नै त नजान्नेहरूले। म चाहिँ अब सबै काममा पर्फेक्ट छु। म चाहिँ हिँड्न पनि पर्फेक्ट, अनि यहाँ अब धान काट्नलाई पनि पर्फेक्ट नै छु। ल गाइज, अब हामी चाहिँ फाइनल्ली यहाँ धान काट्नतिर आइपुगिसक्यो खेतमा। अनि हाम्रो यहाँ धान काट्नेहरू चाहिँ एकछिन सिताल मार्दैछ। अनि हाम्रो खेतबाट देखिने दृश्य आयो बेसी सहर टक्क लाएर। धान काट्न सुरु भयो गाइज। म चाहिँ थोरै भिडियो बनाएको हो। आज दिनभरि धान काट्न काटेको, पुरै चाहिँ पाकेको छैन। अब जुन पाक्यो त्यही काट्नु। यो के किन्नु भएको छ गाइज? हाम्रो धान खेत
तलको चाहिँ काठहरू पनि थन्काइसक्यो माथिको माजा बाँकी यो चाहिँ धान काट्न आएकी होइन कि टिकटक बनाउन आएको टिकटक बनाउँदै हिँडिरहेको अनि एक्स्ट्रा लुङ्गी र टी सर्ट लिएर नि आइछ कहाँ राखिछ भनेको त झोला बोकेर किन आइछ यो भने लुङ्गी र टी सर्ट लिएर पो आउन लागिरहेछ म चाहिँ अब गाइस अब 4-5 वर्षपछि बल्ल एकचोटि ढाका ल्याएको छु आजको दिन चाहिँ मेरो कस्तो हुन्छ है हेर्दैछु जानु होला ल अब मैले काटेको हेर्नुहोस् किट काटिदिन्छु मैले मलाई पो नदेखेछ त मास ल्याउनु पर्छ बाबु मेरो स्पिड चाहिँ मान्नै पर्छ है स्पिड चाहिँ मैले काट्न सक्ने रहेछु बाबालाई खाइदिनु म जस्तो देख्छामा है Ringale mo ito kasi libo sa talamin dito sila. Kaya kore. Kaya. Hotti. Ang rong. Sa ringale ba? Aya. नत्र मैले अहिले काटेर कहाँ पुग्छु आसी नै नानी होइन आसी नै यस्तो छ साथीहरू मैले अहिलेसम्म काटेर कहाँ पुग्थेँ आसीको कारणले मैले यहाँ काट्न नसकेको मेरो दोष छैन यहाँ आसीको दोष छ कि म कहाँ पुगिसक्थेँ बिहानदेखिको रफ्तार यति धेरै काटियो कि हामीले तलबाट यहाँ सकिन्छ त कसैले मसँग सक्दैन नि फेरि म त फेरि काम खतरा गर्छु नि फेरि गर्दैन गोरेसित फेरि तपाईँको दिदीलाई कसैले पनि जित्दैन नि फेरि ल साथीहरू रात पर्यो तब धान पनि राम्रोसँग पाकेकै छैन हामीले काटेको धान चाहिँ आज त्यति हजुर यहाँ यति चाहिँ काटी तल काट्यो थोरै अब यहाँ
312 धान रह्यो यसलाई चाहिँ। साथीहरू आज सबै सकाउने विचार त गरेको थियो तर धानैले धोका दियो, पुरै पाकेको नरहेछ। अनि त्यही भएर हामी चाहिँ ला मन त धान पो कुल्छ। अनि धान चाहिँ फलेको रहेछ राम्रै। हाम्रो धान चाहिँ फाँट धेरै छ। भिडियो कस्तो राम्रो धान। त्योहरू बाटो न घाटो दगुर्छ लाटो भने जस्तै धान हेर्दा हेर्दा बाटै पाएन। यहाँ कुन ठाउँमा आइपुग्यो अब, बाटो नपाएर रात पर हामी फेरि आइसी काम गर्दैन, गरेपछि फेरि एकदम रफ्तार एकदम काममै ध्यान दिएर काम गर्छौँ। अनि काम गर्दा गर्दा यति रात परेछ थाहै पाएन के गफको तालमा। ला यस्तो पो लाग्यो त हो मलाई त, यो कुरो लागेर कस्तो झ्याउ लाग्ने। अब चाहिँ घरतिर लाग्यो। घर त माथि हो डाँडामा, घर त गाह्रो पो छ हौ। यस्तै छ गाइजहरू, के गर्नु अब। रात परेको चालै पाएन। अब उज्यालो हुने बेलासम्म टिकटक बनाइयो। अहिले चाहिँ अब दौड भइरहेको। अनि एउटा सानो थियो त्यो चाहिँ काट्दा काट्दा हाम्रो त्यो अगाडि हिँड्ने चाहिँ ठग्यो कि फोनमा बोलेर। अनि त्यस पछाडि म चाहिँ धेरै काट्यो मैले चाहिँ। हातको स्थिति यस्तो छ तर मेरो हात सबै पो रहेछ। हाम्रो फेरि घर माथि टाढै खेत पनि नजिक भएको भए त यति बेलासम्म काट्नु हुन्थ्यो। जानु परिहाल्यो। एक दिन चाहिँ मैले कति नठगिकन काम गरेँ। आज चाहिँ एकछिन नि बसेन, स्वाम काट्यो। मेरो हात हेर्नुहोस् यस्तो राम्रोसँग काट्यो कि मेरो हात केही भएन अहिलेको पालोमा चाहिँ। हामी आउँदा आउँदै रात पर्यो। घर तलबाट देखिने दृश्य। भ्लग चाहिँ यति नै, बाई।